आजको ब्रेकफास्ट चाहिँ हेल्थी भेजिटेबल एग स्किलेट बनाऊँ है त। मैले त्यसको लागि एभोकाडो ओइल र बटर राखेँ, अनि चप गरेको लसुन फुराएँ। हल्का लसुन फुरिएपछि अनि प्याज राखिदिने, प्याजलाई सफ्ट हुने गरी पकाउने। यतिको भइसकेपछि चाहिँ अनि मैले ब्रोकली र चुकन्दर मसिनो गरेर काटेको राखिदिएँ होइन। अनि यसलाई चाहिँ फ्राई गर्ने एकैछिन। अनि बेल पेपर पनि राखिदिएँ मैले थोरै। अनि त्यसलाई अलिकति भुट्ने 1-2 मिनट जति, धेरै होइन। अनि उसिनेर काटेको आलुलाई राखिदिने, अनि आलुलाई पनि भुट्ने। अब उसिनिसकेको छ, धेरै पकाउनु पर्दैन, फेरि ओभनमा पनि पकाउनै छ। अनि नुन राखिदिने स्वादअनुसार, मरिच राखेँ मैले, यो कालो मरिच। त्यस पछाडि पाप्रिका अलिकति टेस्ट पनि, कलर पनि। अनि यो चाहिँ खुर्सानी, अब कायन पेपर राखेँ मैले, चिली फ्लेक्स जे राखे नि हुन्छ। अनि पार्सले र सेज राखिदिएँ। अब मसलाहरू आफ्नो इच्छा अनुसारले चेन्ज गर्न सकिन्छ, यही राख्न पनि सकिन्छ। अनि हरियो प्याजको पत्तालाई मसिनो गरेर काटेर राखिदिने। अनि यसो 1-2 पटक चलाइसकेपछि अनि अन्डा राखिदिने। अन्डाको चाहिँ अब कतिजना कतिवटा अन्डा राख्ने, त्यही अनुसारले खोबिल्टा बनाएर अनि अन्डा राखिदिएँ। मैले चाहिँ 5वटा अन्डा चाहिँ फुटाएर यहाँ राखिदिएँ। अनि माथिबाट नुन र मरिचलाई छर्किदिने। यति गरिसकेपछि चाहिँ मैले यहाँ ओभन 350 फरेनहाइटमा प्रिहिट गरिरहेको छु। त्यसमा 10 मिनट पकाइदिने। अनि 10 मिनट पछाडि रेडी हुन्छ। एकदमै मिठो हुन्छ, हेल्दी हुन्छ। आफूलाई केसँग मन लाग्छ खाने, इन्जोय।